साथीहरू, कर्मचारी सञ्चय कोष अन्तर्गत जुन विज्ञापन निस्किएको छ 2082 माघ महिनामा, यस अन्तर्गत तपाईँले अब चौथो होस् कि पाँचौँ होस्, यसमा तपाईँले आवेदन कसरी दिन सक्नुहुनेछ, त्यो चाहिँ डिटेलमा यस भिडियोको माध्यमबाट बुझ्नुहुनेछ। र साथीहरू, यसको प्रक्रिया चाहिँ राम्ररी हेर्नुहोला, किनभने अन्य लोकसेवाको फर्म भर्नुभन्दा यसको प्रक्रिया चाहिँ अलिकति पृथक हुन्छ, अलिकति फरक हुन्छ। अत साथीहरू, आउनुहोस् सुरु गरौँ आजको हाम्रो टपिक र हेरौँ यसमा हामीले फारम कसरी भर्ने हो। साथीहरू, फारम भर्नका निम्ति सबभन्दा पहिले तपाईँले यहाँ करियर भन्ने ठाउँमा गएर तपाईँले गर्न सक्नुहुने छैन। तपाईँलाई यसमा आवेदन दिनका निम्ति यहाँ सबभन्दा तल गएर त्यसपछि यहाँ जुन भ्याकेन्सी रहेको छ यसमा क्लिक गर्नुहोला। यसरी भ्याकेन्सीमा क्लिक गरिसकेपछि यसमा अब तपाईँले डाइरेक्ट आफ्नो मोबाइल नम्बर जुन रहेको छ त्यो मोबाइल नम्बर यहाँ आफूले चलाउने मोबाइल नम्बर यहाँ दिनुहोला। यो चाहिँ यहाँ भरिएको पनि छ। यसमा तपाईँले पछि लगइन गर्दा चाहिँ तपाईँले प्रत्येक पटक जब यसमा लगइन गर्नुहुन्छ यसमा तपाईँलाई कोड पठाउँछ, ओटिपी पठाउँछ। त्यो ओटिपी दिएपछि बल्ल तपाईँले यसमा भने लगइन हुन सक्नुहुनेछ। यसमा चाहिँ पासवर्ड भन्ने लगाउनु पर्दैन। अब जस्तै कि मैले यसमा एउटा नम्बर यसरी नम्बर मैले दिएँ, त्यसपछि आई एम नट र रोबोटमा मैले यसरी क्लिक गरेँ, त्यसपछि मैले लगइनमा क्लिक गरेँ। अब मैले जुन मोबाइल नम्बर दिएको छु यसमा चाहिँ एउटा ओटिपी आइसकेको छ। त्यो ओटिपी भने केएसके भनेर आउँछ, केएसके अलर्ट भनेर। त्यसमा तपाईँको जुन ओटिपी आएको छ त्यो चाहिँ यसमा दिनुहोला। यसरी ओटिपी दिइसकेपछि भेरिफाई ओटिपीमा यसरी क्लिक गर्नुहोला। र यदि ओटिपी तपाईँको गएको छैन भने फेरि रिसेन्टमा क्लिक गरेर रिक्वेस्ट गर्न सक्नुहुनेछ। तर मेरो आइसकेको छ भने मैले यसमा क्लिक गरेँ, त्यसपछि डाइरेक्ट यस्तो साइटमा पुग्न सकिन्छ। यसरी यो साइटमा पुगिसकेपछि फारम भर्नुभन्दा पहिले अन्य लोकसेवाको फारम चाहिँ यसमा सबभन्दा पहिले आफ्नो प्रोफाइल तपाईँले कम्प्लिट गर्नुपर्छ। त्यसको लागि मेरो प्रोफाइल भन्ने ठाउँमा यसरी क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि अब यसमा मैले डिटेलमा त भनिराख्नु पर्दैन, तर पनि जस्तै आफ्नो नाम, पहिलो नाम यहाँ दिनुहोला, त्यसपछि बिचको नाम छ भने यहाँ थर्ड आफ्नो दिनुहोला। यसमा साथीहरू एउटा अझै बुझ्नुपर्ने कुरा के हुन्छ भने जुनमा रेड स्टार लागेको छ त्यो तपाईँले गर्नुपर्ने एकदमै अनिवार्य दिनु नै होला विवरण, र जुनमा स्टार लागेको छैन त्यसमा नभरे पनि हुन्छ। यसरी आफ्नो विवरण यसमा अनुसार दिइसकेपछि जन्ममिति यसमा तपाईँले विक्रम सम्मतमा दिनुभयो भने अटोमेटिकली इस्वी सम्मतमा लिन्छ, वा तपाईँले इस्वी सम्मतमा दिनुभयो भने विक्रम सम्मतमा लिन्छ। यसरी सबै आफ्नो महिला पुरुष चुज गरेर नागरिकता नम्बर दिएर, त्यसपछि नागरिकता जारी मिति दिएर, त्यसपछि नागरिकता जारी जिल्ला कुन छ त्यो यहाँ दिएर, त्यसपछि बुवाको नाम, त्यसपछि थर, आमाको नाम थर र हजुरबुवाको नाम यहाँ दिनुहोला। त्यसपछि के तपाईँ कर्मचारी सञ्चय कोषमा बहालवाला कर्मचारी हुनुहुन्छ? यदि तपाईँ यसमा रोजगार हुनुहुन्छ भनेपछि कर्मचारी सञ्चय कोषमै काम गर्नुहुन्छ भने यसमा टिक गर्नुहोला। यदि गर्नुभएको छैन भने यसमा टिक नगर्नुहोला। यसरी सबै विवरण भरिसकेपछि त्यसपछि अगाडि बढ्नुहोस् भने अब मैले यसमा केही विवरण दिएको छैन, तसर्थ म यसमा अगाडि भन्ने जान पाएको छैन। तर म यहाँ डाइरेक्ट क्लिक गरेर यसमा गएँ। त्यसपछि तपाईँले यसमा जात, कुन जातमा पढ्दै हुनुहुन्छ त्यो यसरी छनौट गर्नुहोला। त्यसपछि रोजगारीको अवस्था, यदि हो भने होमा टिक लगाउनु होला, छैन भने बेरोजगारमा टिक लगाउनु होला। त्यसपछि आफ्नो धर्म छान्नु होला। त्यसपछि वैवाहिक स्थिति, त्यसपछि मातृभाषा। अब तपाईँ यसमा विवाहितमा यदि टिक लगाउनुहुन्छ भने तपाईँलाई विवरण तपाईँले पति वा पत्नीको चाहिँ नागरिकता नम्बर समेत तपाईँले दिनुपर्ने हुन्छ। त्यसपछि यो सबै दिइसकेपछि फेरि सम्पर्कमा जानु। यसरी सम्पर्कमा गइसकेपछि तपाईँले अब प्रदेश, स्थायी जिल्ला, यो चाहिँ तपाईँले नागरिकता अनुसार दिनुहोला। र यदि तपाईँको अब तर बसोबास गर्ने ठेगाना अस्थायी ठेगाना चाहिँ योभन्दा फरक छ भने तपाईँले यसमा फरक पनि दिन सक्नुहुन्छ, र यदि सेम छ भने तपाईँले यसमा सेमै दिनुहोला। यसमा पनि प्रदेश, त्यसपछि स्थायी जिल्ला कुन हो, जस्तै मैले कुनै प्रदेश छाने भने त्यो अनुसारको जिल्ला यहाँ आउँछ। त्यसपछि र वार्ड नम्बर कुन हो त्यो छान्नु होला। त्यसपछि टोल मार्गमा छैन भने नलेखे पनि हुन्छ। त्यसपछि आफ्नो फोन नम्बर अनिवार्य दिनुहोला। त्यसपछि इमेल आइडी आफ्नो अनिवार्य दिनुहोला, किनभने कुनै इमेलमा केही पत्रचार गर्नु त्यो इमेलमा आउन सक्छ, र पत्रचार गर्ने ठेगाना चाहिँ आफ्नो दिनुहोला। यसरी दिइसकेपछि फेरि यहाँबाट म क्लिक गरेँ भने जाँदैन, तसर्थ म यहाँ शिक्षामा क्लिक गरेँ। यसरी शिक्षामा गइसकेपछि अब तपाईँले जस्तै +2 लेभलको फारम भर्दै हुनुहुन्छ भने तपाईँ डाइरेक्ट +2 को डकुमेन्ट यसमा अपलोड गरे पनि हुन्छ, अन्य विवरण भनेको छैन। तथापि तपाईँ एसएलसीदेखि वा एसईदेखि यसमा तपाईँले गर्न सक्नुहुनेछ।
तपाईँले यदि ब्याचलरको सँग सम्बन्धित फारम भर्दै हुँदै यानि कि 5औं लेभलमा यसमा ब्याचलर पास भयो त्यो चाहिँ तपाईँले यसमा ब्याचलरको दिनुहोला। यसरी फेरि अनुभवमा क्लिक गर्नुहोला। अब यसमा छ भने 6 मा लगाउनु होला, दिनुहोला डकुमेन्ट। यसरी सिर्जना गर्नुहोस् भन्ने ठाउँमा यसरी क्लिक गरेर सायद मैले यता पनि छुटाएको छु, यसमा पनि तपाईँले शैक्षिक योग्यता थप्नुपर्ने छ भने यसरी यहाँ प्लस भएको ठाउँमा यसरी क्लिक गर्नुभयो भने तपाईँले विश्वविद्यालयको नाम के छ आफ्नो पढाइअनुसार यसमा दिन सक्नुहुन्छ। त्यसपछि यसरी दिइसकेपछि त्यही अनुभवमा सेम यदि छ भने अपलोड गरेर, र यदि छैन भने नदिनु पनि सक्नुहुन्छ। त्यसपछि तालिममा चाहिँ तपाईँले यसमा यसरी थप गरेर कमसेकम कम्प्युटर सिक्नु भएको छ भने वा यससँग सम्बन्धित कुनै तालिम प्राप्त गर्नुभएको छ भने त्यो दिनुहोला। त्यसपछि आफ्नो कागजात यसरी तपाईँले अब यसमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो यसमा तपाईँले अपलोड गर्नुहोला इमेज फाइलमा। त्यसै गरी आफ्नो दस्तखत स्क्यान गरेर यसमा अपलोड गर्नुहोला। त्यसपछि नागरिकताको अगाडिको भाग, नागरिकताको पछाडिको भाग, यो चाहिँ तपाईँको जेपीजी यानि कि इमेज फाइल। त्यसपछि आदिवासी जनजातिको फाइल। त्यसपछि अब यसमा साथीहरू तपाईँ कुनमा पढ्दै हुनुहुन्छ सोहीमा क्लिक गरेर यसरी चुज फाइल गरेर अपलोड गर्नुहोला। अत यो भइसकेको छ भने अब मेरो आवेदनमा यसरी क्लिक गरेर तपाईँ कुन पोजिसन अन्तर्गत अप्लाई गर्ने हो त, जस्तै मैले 5औंमा गर्नुपर्ने छ भने यसरी विस्तृत विवरण। त्यसपछि अब यहाँ केमा भर्ने त, एउटा खुल्लामा टिक गर्नुहोला। यसरी टिक गर्ने अप्सन तपाईँले आउँछ, जस्तै यसमा पनि गर्नुभयो यसरी टिक गर्ने। र त्यसपछि अब कोटा अन्तर्गत कुनमा भर्ने हो त यसरी टिक गर्नुहोला। त्यसपछि यसरी ठिक छमा गरिसकेपछि तपाईँको आवेदन भने पेश हुन्छ। तर तपाईँले यसमा पेमेन्ट भन्ने गर्नुहुन्न भने तबसम्म तपाईँको यो स्वीकृत प्रक्रियामा जाँदैन। यसरी ठिक छमा गरेँ। त्यसपछि मेरो आवेदनमा म यसरी जान्छु, सबै आवेदन जस्तै मेरो आवेदन भने यहाँ देखाउँछ। त्यसपछि परीक्षा दस्तुर दाखिला गर्नुहोस् ठाउँमा यसरी म क्लिक गर्छु। त्यसपछि जस्तै मलाई अब 900 रुपियाँ तिर्नु, 900 रुपियाँ म के को माध्यमबाट तिर्छु त, फोन पेको माध्यमबाट तिर्न सक्छु वा नेपाल पेको मार्फतबाट पनि म तिर्न सक्छु। यसरी क्लिक गरेर त्यसपछि क्युआर कोड आउँछ, यसरी स्क्यान गरेर तपाईँ पेमेन्ट गर्नुभयो भने तपाईँको आवेदन भने पेश। हस्त साथीहरू, मैले लगभग सम्पूर्ण कुराहरू यसमा मैले कभर गरेँ। तपाईँलाई यदि कतै कुनै कन्फ्युजन देखिएको छ भने मलाई कमेन्ट गरेर बुझ्न सक्नुहुन्छ, म तपाईँलाई पक्कै पनि रिप्लाई दिन्छु।